नमस्ते। आज म आफ्नो च्यानलमा विद्यार्थी भाइ-बहिनीहरुका लागि म केही टिप्स कसरी पढ्नु छ त्यसको बारेमा लिएर आएको छु। स्पेशली यो हाम्रो चाहिँ कक्षा 10 का एसी एक्जाम तथा प्लस 2 का विद्यार्थी भाइ-बहिनीहरुको एक्जाम नजिकै जाँदा प्राय विद्यार्थीहरुको मानसिक तनाव बढिरहेको छ। एक्जाम कसरी तयारी गर्ने, के कस्तो तयारी गर्नु, टाइम कम छैन। तपाईको लागि यो एसएससी फर एक्जाम, हाउ टू प्रिपेयर फर एक्जाम लाइक अ क्याप्सुल, मतलब तपाईलाई औषधि जस्तो तपाईले केही टिप्स लिएर आएको छौं कि कम टाइममा कसरी चाहिँ सफलता पाउनु। अब त टाइम धेरै बितिसक्यो। अब जति पनि चिन्ता गरे केही फरक पर्नेवाला छैन। त्यही भएर चिन्ता नगरी हामी चिन्तन गर्नुपर्छ है। चिन्ता नगरी चिन्तन गर्नुपर्छ। त्यसको लागि तपाईहरुको लागि म यो भिडियो लिएर आएको छु र तपाईले यस भिडियोमा म बताउँछु कसरी पढ्नु छ, कुन टाइममा सुत्नु छ, कुन टाइममा क्लास वर्क र कुनै समस्या आयो भने कसरी त्यसलाई सोल्भ गर्नु छ। त्यसको लागि म केही तरिका बताउन गइरहेको छु। यो तरिकाहरुभन्दा पहिला अलिकति मेरो यो भिडियोलाई अलिकति लाइक बटन दबाई लाइक गरिदिनु होला। ल अब सुरु गरौँ। हामी चाहिँ एससी का विद्यार्थी भाइ-बहिनीहरुका लागि कसरी चाहिँ हामी एक्जामको तयारी गर्ने। फर्स्ट अफ अल एक्जामको तयारी गर्नुभन्दा पहिला तपाईले जति पढ्दै आउनु, अब त टाइम कम छ एक्जामको। हाम्रो यही चैतमा एक्जाम रहेछ। यो चैतमा एक्जाम रहेको छ हाम्रो एससी भाइ-बहिनीहरुका लागि र प्लस 2 का भाइ-बहिनीहरुको लागि हाम्रो वैशाखमा रहेको छ। त्यस्तै तपाईहरुको लागि म एउटा के ल्याएको छु। फर्स्ट अफ अल के कुरा ध्यान दिनुपर्छ कि टाइम म्यानेजमेन्ट। तपाईहरु सबभन्दा पहिला यो टाइम म्यानेजमेन्ट गरिलिनुहुन्छ भने म तपाईको 4टा रुल बताउँछु। 4टामा फर्स्ट अफ अल टाइम म्यानेजमेन्ट। टाइम कसरी म्यानेजमेन्ट हो, आज तपाईको टाइमको बारेमा यो भिडियो बताउन गइरहेको छु। हेर्नुस्, टाइम म्यानेजमेन्ट गर्नको लागि सर्वप्रथम हामीले के ध्यान दिनुपर्छ, आफ्नो डेली एक्टिभिटिज जस्तै खाने समय, रेस्ट, सुत्ने र तपाई जुन क्लास गर्नु भइरहेछ, ट्युसन वा कोचिङ वा विद्यालय जानु भइरहेछ, त्यहाँ टाइम कति लागिरहेछ, त्यसपछि कति टाइम मेरो बचिरहेछ, त्यसमा कतिको होमवर्क गरौँ, कतिको स्लिपिङ टाइम, कतिको सुत्ने, कुन बेला पढ्ने, कसरी पढ्ने कि त्यो रिमेम्बर खाले हुन्छ, याद भइहाल्छ। त्यसको यो सम्पूर्ण कुरालाई म यो भिडियोमा तपाईलाई बताउने गर्छु। यहाँ फर्स्ट अफ अल हामी चाहिँ टाइम म्यानेजमेन्ट अन्तर्गत एउटै कुरालाई ध्यान दिनुपर्छ, हाम्रो चाहिँ स्लिपिङ टाइम, सुत्नु। किनकि यो सुत्नु भनेको हेर्नुस्, हाम्रो हेल्थले के कस्तो भनिरहेछ त्यो त हेल्थले पनि ध्यानमा राखेर सबभन्दा पहिला तपाई सुत्नु भनेको जुन रातिको कुन टाइममा सुत्नुपर्छ, कुन टाइममा जाग्नुपर्छ, दिनमा कुन टाइममा रेस्ट गर्नुपर्छ, यो कुरालाई मध्यनजर गरिदिनु भयो भने तपाई कमै समयमा धेरै राम्रो एक्जामको तयारी गर्न सक्नुहुन्छ। ल हेर्नुस्, तपाईलाई सुत्ने कुन टाइम उपयुक्त होला। तपाईले धेरै सुन्नुभयो होला नि, कसैले भन्छ बिहान पढ्ने, कसैले भन्छ राति 12 बजेसम्म पढ्ने, कसैले भन्छ रातिभरि पढ्ने, कसैले भन्छ दिनमा सुत्ने, कोही भन्छ कि दिनमा 1 घण्टा सुत्ने। यो सबै आफ्नो तर्कहरू छ, तर साइन्टिफिक रिजन र हाम्रो तपाईको वैदिक परम्परादेखि पहिलाका पनि व्यक्तिहरू सेम त्यस्तै ऋषि महर्षिहरू किन दिनभरि फ्रेस हुन्छ, उनीहरू टायर्डनेस हुँदैन। किनकि जुन रातिको कुन टाइम सुत्ने छ, अहिलेको केटाकेटीहरूमा कम देखेको छ यो सुत्ने टाइम, प्राय व्यक्तिहरूमा देखेको। किनकि सुत्नु भनेको तपाईले 10 बजेसम्म तपाईले ओछ्यानमा गएर 10 देखि 2 को टाइम हेर्नु होला। 10 देखि 2 को टाइम 11, 12, 1 र 2, यो 4 घण्टाको निद्रा एकदम इम्पोर्टेन्ट हुन्छ। अकर्डिङ टु साइन्टिफिक र वैदिक कालदेखि ऋषि महर्षि पनि यही टाइममा ठ्याक सुत्ने गर्छन्। यो टाइमले सुत्नु। बरु कोही यदि 11-12 बजेसम्म पढ्नु भएछ, बरु तपाईँ 10 बजेसम्म पढ्नुहोस्, त्यसलाई सुतिहाल्नु। र बरु 2 बजेसम्म सुतेर तपाईँ 3 बजे, 3:30 बजे, 2:30 बजे तपाईँ, तर 2 र 10 को बिचमा सुत्नै पर्छ। यो स्लिपिङ टाइममा दियो। त्यस्तै तपाईलाई अब स्कुल र ट्युसनको टाइम कति छुट्याउनु भएको छ त्यो हेर्नुहोस् त। कुन बेला तपाईँको बिहान छ कि बेलुका छ कि दिउँसो छ, त्यो टाइममा थप तपाईँ जस्ट 1 आवर थप्नुहोस्। किनकि जान आउन तयारी हुने त्यसको लागि। र त्यो ट्युसन र स्कुलको टाइम बाहेक तपाईलाई जुन अर्को हेर्नु छ टाइम, जुन तपाईले कतिको प्रिपेयर, सरले पढाएका कुराहरू घरमा कतिको पढ्नु भइरहेछ, एउटा त सुत्नु म बताइदिएँ। त्यो टाइममा जस्टै सुत्नुपर्छ है। त्यस्तो भए तपाईँ 2-3 दिन प्र्याक्टिकली गरेर हेर्न सक्नुहुन्छ कि त्यो टाइमको निद्रा कति इम्पोर्टेन्ट रहेको छ। अब कोही मानौ त्यस्तो 10 देखि 2 बिचको सुतिरहेको छैन, तपाईँको 12 बजे सुतिरहेको छ, 1 बजे सुतिरहेको छ, त्यस्तो व्यक्तिलाई बिहानसम्म सुत्नुपर्छ। वा माइन्डमा स्ट्रेस हुन्छ, त्यसलाई रिफ्रेसमेन्ट गर्न कोही दिनमा 1 घण्टा सुत्छ, त्यस्तो गर्नु हुँदैन है। यो हाम्रो एक्जामको यो कम टाइममा तयारी गर्न सकिँदैन। यदि त्यस्तो बानी छ भने तपाईँ आफ्नो बानी सुधार्नुहोस्, त्यो सुधार्नै पर्छ यदि राम्रो अङ्क र आफ्नो सोचेको अनुसार मार्क्स ल्याउनु छ भने एक्जाममा। तब अर्को छ हाम्रो चाहिँ यो क्लास, अर्थात् भनेको तपाईँको क्लासमा पाएको अर्थात् होमवर्क
कसरी तयारी गर्ने है त्यो होमवर्क हेर्नुहोस्। तपाईँ सर्वप्रथम स्कुल वा कोचिङबाट आउने क्रममा केही टाइम तपाईँको जुन रेस्ट राख्नुहुन्छ होइन 10-20 मिनट 30 मिनट जति, त्यसपछि डाइरेक्टली तपाईँ अर्को आफ्नो होइन त्यो डाइरेक्ट होमवर्क गर्ने र होमवर्क गरिसकेपछि त्यसको आधारमा तपाईँले अब आफ्नो प्रिपेरेसन जस्तो तपाईँको बताइदिनु होइन क्वेसन ब्याङ्कलाई पनि पढ्ने र क्वेसन ब्याङ्कले पढे यदि कुनै टिक भयो भने हामीले के गर्छौँ प्रायः एउटा क्वेसन बनाउँछौँ बन्यो भने ठिक छ, अर्को बनाउँछौँ बन्यो भने ठिक छ, तेस्रो बन्यो भने ठिक छ, चौथो भयो न झाउला छ, टेन्सन बिजान्छ। त त्यही भएर त्यो टेन्सन नलिकन होइन त्यसले बरु टिक लगाउनुहोस् होइन र 4 नम्बर मानौँ आएन भने 5औँ ट्राई गर्नुपर्छ, त्यसले छोड्नु हुँदैन है, 5औँ ट्राई गर्नु र हरेक टाइमको कति टाइम दिनुपर्छ यो पनि इम्पोर्टेन्ट रहेको छ। तपाईँले यो भिडियोमा म मात्र सर्ट अर्थात् टाइम म्यानेजमेन्टको स्लिपिङ टाइम, स्कुल ट्युसन टाइम र पाठ कसरी बनाउने यो बताएको छु। तपाईँले यदि यस्तै अहिले पनि तपाईँको म 4टामा एउटै बताएको है मात्र टाइम म्यानेजमेन्ट, अरू पनि 3टा म तपाईँको नेक्स्ट भिडियोमा बताउने छु। त्यसैले मेरो नेक्स्ट भिडियोको पर्खाइमा बस्नुहोस्। तपाईँको यही हप्तामा म फेरि तपाईँको 2टा भिडियो म डाल्ने गर्छु। यस भिडियो पनि तपाईँको केही जिज्ञासा छ कमेन्ट भने वा कुनै क्वेसन, हुन त पेसाले म पनि एउटा शिक्षक हो, तपाईँ केही सोध्न सक्नुहुन्छ कि कसरी तयारी गरिन्छ। तपाईँलाई म सके जति यो विद्यार्थी भाइ बहिनीको लागि म सहयोग गर्छु, +2 र एसई का विद्यार्थी भाइ बहिनीको लागि। ल धन्यवाद। आजको भिडियोमा त्यतिकै, नमस्ते।